हेलो गुड इभिनिङ सबैलाई। अहिले चाहिँ दादा काठमाडौँ 7 बजी छ। सो गाइस अनि कस्तो छ तपाईँलाई सन्चै होला भन्ने आशा गर्छु। अहिले बेलुकाको 7 बज्यो र सक्दो त्यस्तै 7 होला। भर्खर मेरो ड्युटी भिडियो जाँदैछु गाइस। अब भोलि भेटौँला गाइस। अनि बिहान चाहिँ मेरो जम्मू हुन्छु युट्युब च्यानलमा हालिदिन्छु भिडियो। धेरै दिन भयो कि मैले भिडियो नहालेको, किनकि अलिकति मेरो घाँटी दुखिरहेको छ कि, त्यसरी भिडियो गरिरहेको छु मैले चाहिँ गरिरहेको छु। सो गाइस अब भोलि चाहिँ म भिडियो हाल्छु। अझै मेरो घाँटी चाहिँ अलिकति ठिक भएको छैन कि, घाँटी अलिकति दबाई खाइरहेको छु, घाँटी अलिकति दुखिरहेको छ। सो गाइस अनि त्यही हो, भिडियो चाहिँ राम्रोसँग गर्नु पाएको छु। मैले 3-4 दिन भयो भिडियो नगर्नु पाएको। सो गाइस बहुतमा आइसकेको छु। बहुत कुरा गर्ने मान्छेहरू हुन्छ सो गाइस यो बाटो अहिले बहुतमा आज चाहिँ अझैसम्म छ कुरा गर्ने मान्छेहरू, ढल्ने गर्ने मान्छेहरू हुन्छ। रातभरि आज हावा आउँछ नि त, शीतल हुन्छ। बेलुका बेलुका चाहिँ यसो घुम्ने मान्छे, टाइम पास गरेर ड्युटी चिसो हावा खाने मान्छेहरू हुन्छ गर्मीले गर्दाखेरि। त्यही हो, म पनि अब एक दुई घन्टा त कुरा गर्छु, मतलब 10-15 मिनट कुरा गर्छु अनि त्यसपछि रुमतिर जान्छु। सो गाइस अनि तपाईँलाई सन्चै होला भनिसकेँ मैले पनि। त्यही हो गाइस, हाम्रो दाजुभाइहरू दिदीबहिनीहरू घुम्दैछ। दाजुभाइ आमा बुवाहरू दिदीबहिनीहरू भाइ बहिनीहरू घुम्दैछ, कता धर्म गरेछ। सो गाइस मलाई पनि धर्म त गर्नु लाग्छ तर टाइम छैन कि। सो गाइस ड्युटीमा जाँदा ड्युटीबाट आउँछ 7 बजी बिहान उठ्यो। त्यही हो गाइस अब के गर्नु। अनि तपाईँहरू पनि कस्तो होला, कहाँबाट हेर्दै हुन्छ म युट्युब च्यानल सब्सक्राइब गरिदिनु गाइस। अब नेक्स्ट भिडियोमा गर्नेछु, भेट्नेछु अहिले चाहिँ बाई। सो गाइस अनि मेरो भिडियो लास्ट भन्छ नि, मेरो भिडियोमा चाहिँ सब्सक्राइब छैन कि गाइस, सब्सक्राइब गरिदिनु हो। अनि मेरो भिडियो चाहिँ कस्तो लाग्छ कमेन्ट गर्नु अनि सब्सक्राइब गरिदिनु ल। सो गाइस अनि अहिले चाहिँ यही भिडियो अहिले चाहिँ पुऱ्याउन चाहन्छु। ओके गुड नाइट सबैजनालाई।